स्वागत छ तपाईलाई आजको यस छैटौं दिनमा। आज हामी मारुबुजु र दोजी भनेको के हो त यसको परिभाषा बुझ्ने कोसिस गर्नेछौं। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी बेल आइकन प्रेस गरी हामीसँग जोडिन नबिर्सिनु होला ताकि यस्तै प्रकारको भिडियो तपाईलाई छिटो भन्दा छिटो प्राप्त हुन सकोस्। यति भन्दै सुरु गरौँ। मारुबुजु भनेको एक विशेष क्यान्डलस्टिक चार्ट ढाँचा हो जसले देखाउँछ कि कुनै पनि शेयरहरूको मूल्य खुल्ला र बन्द मूल्य दायरा भन्दा बाहिर गएको हुँदैन। यसमा कुनै स्याडो र डोजी हुँदैन जसले दिएको समय सीमामा महत्त्वपूर्ण निर्णायक मूल्य चाल भएको देखाउने गर्दछ। अर्को छ दोजी। दोजी एक क्यान्डलस्टिक ढाँचा हो जसले खरिदकर्ताहरू र विक्रेताकर्ताहरू बीचको सन्तुलन देखाउने गर्दछ। यो तानातान अवस्था जस्तै हो जसमा न त खरिदकर्ताहरू न त विक्रेताकर्ताहरू बढी हुने गर्छन्। जब तपाईँ एक दोजी देख्नुहुन्छ यसको मतलब हो कि भर्खरको सङ्घर्षको नतिजा अनिश्चितता छ र दुवै पक्षहरू बजारमा बराबर छन् भन्ने बुझ्न सकिन्छ। अवश्य पनि दोजी र मारुबुजुको परिभाषा बुझ्नु भइसक्यो होला। भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सिनु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी बेल आइकन प्रेस गरी हामीसँग जोडिन पनि नबिर्सिनु होला। यति दिनको लागि बिदा हुन्छु। जय नेपाल।